धरानको मठ मन्दिरहरू 10 बजी खोल्छ, त्यसपछि आएर 12 बजीदेखि बन्द हुन्छ भन्ने कुरो सुनेर म अहिले बुढो सुब्बा मन्दिरमा जानकारी लिन आइराखेको छु र यहाँ अब म सोध्नु लागि सोध्छु। नमस्कार यहाँलाई। नमस्कार। सर्वप्रथम अहिले धरान बजारमा हैन मन्दिरहरू 10 बजीदेखि लिएर 12 बजीभित्र बन्द हुन्छ भन्ने कुरो छ, यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? यहाँ त्यस्तो बन्द हुँदैन। यहाँ भनेको तपाईँको बेलुका 7 बजीसम्म, यहाँ जब बेलुकाको आरती गरेपछि मात्रै बन्द हुन्छ। यहाँ भने चाहिँ कस्तो भने तपाईँको 8 बजे निम पूजा भएपछि हजुर तपाईँको कुखुराको पूजाहरू सुरु हुन्छ। हजुर त्यो पूजाहरू सकिएपछि तपाईँको 2 बजीसम्म आएको कुखुराहरूलाई पनि पूजा गरिन्छ। त्यहाँदेखि उता भनेको चाहिँ तपाईँको आउने जाने दर्शनहरू गर्ने धुपहरू बाल्नेहरू आउँछन् जान्छन्। अब यहाँ त्यस्तो त्यो 10 बजेदेखि 12 बजे बन्द हुने त्यस्तो केही छैन। यहाँ चाहिँ तपाईँको अब ककलले भनौँ, अब त्यो भन्नेहरूले अब कस्तो पाराले भनौँ होइन, तर यहाँ भनेको बन्द हुँदैन है। यहाँ भनेको तपाईँको बेलुका 7 बजे जब आरती भएपछि चाहिँ बन्द हुन्छ। बेलुकाको आरती भइसकेपछि चाहिँ बन्द हुन्छ। हजुर। अनि कति बजीदेखि खोल्नुहुन्छ तपाईँ? तपाईँको 4 बजे यहाँ खोलिन्छ। हजुर। मन्दिरमा सरसफाइ गरिन्छ 4 बजेदेखि उता। हजुर। अनि सरसफाइ गरिसकेपछि तपाईँको दर्शन गर्नु आउनेहरू त अब आउँछन् नि त। भक्तजनहरू आएर पूजासुजा गर्छन् ओर्छन् जान्छन्। जब 8 बजेपछि अनि नृत्य पूजा आउँछ। नृत्य पूजा आएर नृत्य पूजा गरेपछि चाहिँ तपाईँको अनि कुखुराहरूको सुरु हुन्छ। अनि कुखुराहरूको पूजा गर्दै जाँदाखेरि तपाईँको 2 बजेसम्म कुखुराहरू ल्याउनेहरूको पूजा भोग ढालिन्छ यहाँ। त्यहाँदेखि उता भनेको चाहिँ 2 बजे अब पुजारीले नुन खाएको छैन भन्ने 2:30 बजेसम्म गर्छ। त्यहाँदेखि उता भनेको चाहिँ आउनेहरू आउँछन् दर्शन गर्छन् जान्छन्, तर यहाँ मन्दिर बन्द हुँदैन। एकैचोटि बेलुका मात्रै बन्द हुन्छ। बेलुका मात्रै बन्द हुन्छ। तपाईँको नाम भनिदिनुहोस् न। मेरो चाहिँ ध्रुवाले मगर हो। हजुर। यहाँको पुजारी र म चाहिँ अब नृत्य पूजाहरू सबै गर्ने चाहिँ मै हो यहाँ अहिले। हजुर। केही छ अन्त्यमा तपाईँ जाँदा केही छ? अब सबैजनाले चाहिँ अब यो हावाको कुराहरू नसुनिदिनु होला। जति पनि यहाँ पहिलेदेखि जस्तो नेम छ त्यस्तै छ यहाँ। तपाईँको अब यो 10 बजेदेखि 12 बजेसम्म त्यो बन्द हुने ओर्ने त्यस्तो छैन है। त्यो हल्ला चाहिँ कहाँबाट खिच्यो कसले खिचायो त्यो थाहा भएन, तर हाम्रो भनेको यहाँ चाहिँ एकदम पहिले जस्तो छ त्यस्तै सेवा गरिरहेका छौँ हामीले। हवस् त, तपाईँले समय दिनुभयो होइन, त्यसको लागि तपाईँलाई हजुर धन्यवाद। नमस्ते।